उज्यालो भइराखेको छ नि यो फ्लावर्सहरूले आज हाम्रो चर्चलाई कति राम्रो उज्यालो पारिदिइराखेको छ। यो आमाहरूलाई पनि धेरै धन्यवाद छ। आज कतिजना आमाहरू तपाईँहरूले पार्टिसिपेट गरिदिनु भयो, तपाईँहरूलाई धेरै धन्यवाद छ। जतिजनाले पार्टिसिपेट गर्यो अब तपाईँहरूलाई सबैजनालाई मैले गिफ्ट त दिन सकिनँ, तर पनि हामी तपाईँहरूको निम्ति प्रार्थना गरिदिइराखेको छु नि। तपाईँहरूको लाइफ, तपाईँहरूको परिवारको निम्ति हामी प्रार्थना गरिदिइराखेको छु। एनी गेसेस तपाईँहरूले कि फ्लावर कम्पिटिसनको विनर को हो भने? एनी गेसेस छैन है? त्यस्तो भएर हामी थर्ड पोजिसनदेखि चाहिँ हामी सुरु गर्नेछ ल। थर्ड पोजिसन छ मिसेस सुनिता बिका। मिसेस सुनिता बिका नि उसले चाहिँ थर्ड पोजिसन पाएको छ। उसको प्लान चाहिँ हो त्यो साइडमा भएको ग्रिन प्लान्ट हो, तपाईँले हेर्न सक्छ। फर्स्ट पोजिसन मिसेस मुनु लामा। उसको फ्लावर चाहिँ यो बिचमा राखिएको हो। तपाईँ आएर तपाईँको प्रेजेन्ट स्वीकार गरिदिनुहोस्। हामी सबै ताली बजाएर चाहनुहुन्छ। धन्यवाद छ। जब हामी परमेश्वरको काम गर्छौँ नि, हामीले उपहारहरू पनि पाउँछौँ नि। हामीले यहाँ संसारमा बस्दाखेरि उपहारहरू नपाए तापनि स्वर्गमा हामीको लागि ठुलो उपहार राखिदिइराखेको छ भनेर यो प्रेजेन्टेसन